फाइनली रवि लामेछाने र बालेन शाहबीच सहमति भइसकेका छन् र यो सहमतिले आजदेखि बालेन शाह पनि राष्ट्रिय स्वतन्त्र पार्टी यानि रासोपामा घन्टीमा 7 बुँदे सहमति भएर भविष्यको प्रधानमन्त्री बालेन शाह बन्ने र पार्टीको सभापति रवि लामेछाने बन्ने अब रासोपामा पुरै जेन्जीहरू आउने सङ्केत देख्न सकिन्छ। तर यसैका साथ कुलमान घिसिङ यो पार्टीमा अहिलेसम्म सहमति भएको छैन भन्ने न्युज आइरहेका छन्। यानि कुलमान घिसिङ अहिलेसम्म आफ्नो सहमति जनाएका छैन। तर बालेन शाह आजदेखि अफिसियली राष्ट्रिय स्वतन्त्र पार्टीको नेता तथा कार्यकर्ता भइसकेका छन् र यसैका साथ पुराना दलहरूका चिन्ता बढिसकेका छन्। अब यिनीहरूलाई भाग्ने समय आइरहेका छन्। धेरै समय अब वेट गर्नु पर्दैन पुराना दलहरूलाई भगाउनका लागि। नेपालका 90% जनताहरूले चाहेको र सोचेको नेता पाइसकेका छन् र यो दुईटाले अब नेपालमा केही परिवर्तन ल्याउने, जेन्जीहरूको माग सम्बोधन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने तथा देशका धेरै समस्याहरू समाधान गरिकन अब देशलाई अगाडि बढाउनेतिर यो दुईटाको सहमति भइसकेका छन् र युवाहरू आज धेरै खुसी मनाइरहेका छन्। नेपालभरिका जनताहरू, जेन्जी पुस्ताहरू, शहीद भएका व्यक्तिहरू, शहीद भएका आमाहरू सबै आज खुसी मनाइरहेका छन् किनकि यो दुईटाको मिलन हुन, यो दुईटाको सहमति हुन अति नै आवश्यक थियो। अहिलेको आवश्यकता अनुसार पुराना दलहरूका घमण्डीपन, पुराना दलहरूका यो नौटङ्की हेरेर मान्छेहरूलाई वक्र लागिसकेका थिए। त्यही भएर आजदेखि यो दुईटाको अफिसियली रासोपामा प्रवेश भएको न्युज आएर धेरै मान्छेहरू खुसी भइरहेका। तपाईँहरू यो दुईटाको सहमतिमा कतिको खुसी हुनुहुन्छ कमेन्टमा आफ्नो प्रतिक्रिया देखाउनुहोला।